हेलो नमस्ते सेवारू द हाइल्यान्ड आर्ट युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। यो चाहिँ किम्बुको बोट हो हैन। यो किम्बु चाहिँ हरेक कुरामा काम लाग्छ र एकदमै पोषणयुक्त पनि हुन्छ। यो किम्बुको घाँस खाँदाखेरि रेशम किरा पनि एकदमै फस्टाउने हुन्छ हैन। अनि यसको धागोहरू पनि काम दिन्छ। रेशमको किराको चाहिँ एकदम पोषणयुक्त र बाख्रा बस्तु सबैको लागि यो एकदमै राम्रो हो। र हामी मान्छेले पनि यो किम्बुको चाहिँ यसरी फुल खेलेको बेला फुल टिपेर यसरी केलाएर अनि यो कलिलो कलिलो उसको टुप्पा अनि ल्याउने धुने केलाउने अनि यसलाई चाहिँ धोएर बफ्याउनुपर्छ। अलिअलि बफ्याउने यसरी बफ्याएर अनि एकछिन बफ्याएर चाहिँ यसलाई चाहिँ तारेर यसलाई एकदम चिसो पानीमा फेरि एक खेप चाहिँ यसरी धोएर निचोरेर अनि कराईमा तेल खार्ने अनि आफूलाई मन पर्यो भने लसुन लाउने प्याज लाउने, तर मलाई प्याज मन पर्दैन। अनि यसलाई चाहिँ पुरानो खोर्सानी भनौँ न, सुकेको खोर्सानी लाउने अनि यसलाई रातो बनाएर यसले रातो बनाउनुपर्छ। रातो बनाएपछि जुन अघि निचोरेर राखेको चाहिँ किम्बुको टुप्पा त्यसको यो फुललाई चाहिँ यसरी फेरि लगाएर अनि यसलाई भुटिदिनु। अनि एकछिन भुटेपछि चाहिँ यसलाई चाहिँ एकछिन भुट्ने, नुनहरू लाउने, स्वादअनुसार मसलाहरू लाउने यसरी। अनि त्यहाँबाट चाहिँ अब चाहिँ यसलाई चाहिँ अब एकछिन अलिअलि भुटेपछि चाहिँ अन्डा यसरी अन्डा चाहिँ त्यही छेउमा साइडमा अन्डा फुटाएर लाएपछि चाहिँ मजाले फेरि त्यसलाई चाहिँ यसरी त्यो किम्बुको त्यो टुप्पो फुलसँग चाहिँ यसरी भुट्ने। अनि यसमा चाहिँ अलिअलि चिकन क्युब लाउँदा नि हुन्छ, नलाउँदा नि हुन्छ। यसरी बनाएर मजाले भुटेपछि चाहिँ सबै यो त्यति किम्बु चाहिँ दुईवटा अन्डाले सबै अन्डा नि हुन्छ, स्वादिष्ट हुन्छ, मिठो हुन्छ र पोषणयुक्त हुन्छ। अब हजुरहरूलाई पनि मन पर्यो भने बनाएर खानुहोस्। अनि हो यसरी अब यो तयारी भएपछि चाहिँ यसरी अब खानासँग भयो, रोटीसँग भयो हैन। हो यसरी चाहिँ खाने हो। कस्तो स्वादिष्ट र पोषणयुक्त हुन्छ हजुरहरूलाई अब थाहा थियो कि थिएन। र हाम्रो च्यानललाई सब्स्क्राइब, लाइक, सेयर गरिदिनुहोस्। धन्यवाद।